आश लाग्छ। अब यति भनिसकेपछि यहाँ थोरैजना हुनुहुन्छ, धेरैजना त गइसक्नु भयो। पक्कै पनि यो गीत गुनगुनाइदिए हुन्थ्यो भन्ने लागेको छ होइन त तपाईँहरूलाई? ल अब त गाउनै परिहाल्यो त। ठिक छ, विदेशिनु लेखियो कर्ममा भन्ने यो जुन भावनाको कुरा गरेँ, किनकि यो गीतमा चाहिँ रमाइलो कुरा के छ भन्दाखेरि यो गीत मैले जहाँ गाए पनि प्राय दर्शक श्रोताहरू चाहिँ नाच्न हतार गरिहाल्नुहुन्छ कि, किनकि यसको भाकै त्यस्तो खालको छ। हाम्रो लोकलयमा बनाएको गीत हो होइन, अनि त्यसको शब्दतिर त्यति ध्यान जाँदैन कि, किनकि शब्दतिर ध्यानको त्यो एउटा इमोसनल सङ हो, एउटा एकदमै मार्मस्पिक एउटा मर्मस्पयी गीत जस्तो मलाई लाग्छ। त्यसैले म यसको त्यो मर्मलाई सुरुमा चाहिँ नि म तपाईँहरूलाई सुनाउने प्रयास गर्छु, अनि त्यसपछि हामी सँगसँगै चाहिँ नि फेरि त्यो नाच्ने स्टाइलमा पनि हामी गाउँला, हुन्छ? अब थोरै हुनुहुन्छ, मेरो भन्दा तपाईँहरूको आवाज चाहिँ ठुलो सुन्न पायो भने राम्रो हुन्छ मलाई है। सुरुको त्यो विदेशिनु लेखिएको त्यो भावलाई चाहिँ म अलिकति गाउने प्रयास गर्छु। विदेशिनु लेखियो कर्मैमा भाला रोपी नबोल मर्मैमा जिउ त हैन ढुङ्गाको छ पनि औला माया नमारेमा पनि हङकङ पोखरा निरमोही आफ्नो कोछरा। ए हङकङ पोखरा निरमोही आफ्नो कोछ। 1 2 3 4 हिउँ त हैन फाप्रेको डङ्गुरा माया भयो अमिरो अङ्गुरा हङकङ पोखरा निरमोही आफ्नो कोछरा। ए हङकङ पोखरा निरमोही आफ्नो कोछरा। भिरको सुई भिरबाट सर्दैन जागए नि यो माया मर्दैन। भिरको सुई भिरबाट सर्दैन जागए नि यो माया मर्दैन। मन त हैन रुखाको त्यो डाली माया तिमी रेशमी की जाली हङकङ पोखरा निरमोही आफ्नो कोछरा। ए हङकङ पोखरा निरमोही आफ्नो कोछरा।